हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग। धेरै पछि भ्लग बनिरहेको छ। आज कन्टेन्ट त केही थिएन। एउटा धनगढीमा नयाँ खुलेको रहेछ चिकन चटपट भनेर हल्का सुनेको थिएँ र त्यहाँ जाँदैछु म र उसको टेस्ट कस्तो छ र लोकेसन कहाँ छ त्यो पनि यस भ्लगमा भनि नै छु। भ्लगमा लास्टसम्म हेरिदिनु होला र एकजना अर्को पनि जानेवाला छ, उसलाई म पिकअप गरेर हजुरलाई म लोकेसनमा भेट्छु। सो फाइनली म पुगिसकेको छु। यताको लोकेसन तपाईँ हेर्न सक्नुहुन्छ। यो ठ्याक्क मिलन चोक, यहाँनिर प्रहरी बिड छ। यहाँनिर ठ्याक्क जस्ट यहाँनिर हेर्न सक्नुहुन्छ एउटा मब ग्यालेरी भनेर पनि छ, हजुरले इजिली चिन्नु सक्नुहुन्छ। ठ्याक्क भर्खरै खुलेको यता वर्ल्ड फेमस मोमो फास्ट फुड भनेर नाम लेखेको छ। बोर्ड हेर्न सक्नुहुन्छ हजुरले, बोर्ड हेरेर चिन्नु होला। र ठ्याक्क यही हो लोकेसन, ठ्याक्क मिलन चोकनिरै छ साथीहरू। यो अब हजुरलाई म टेस्ट भन्छु कस्तो छ। यसको स्टार्टिङ प्राइस चाहिँ चिकन चटपटको 120बाट रहेछ। सो हेर्न सक्नुहुन्छ के भन्छ चिकन चटपट 120 रुपियाँ स्टार्ट छ। यो कस्तो छ, राम्रो छ। चिकन हो कि पोर्क कौन से सो मलाई पठाउँदैन फोटो। सो साथीहरू, अब हामीले चटपट खाएर अब हामी गइरहेको छौँ घरतिर। र चटपट एकदमै ठिकै थियो, सेटिस्फाई थियो। र तपाईँहरू पनि आउनु होला, हजुरलाई कस्तो टेस्ट लाग्छ। अब टेस्ट पनि फरक हुनसक्छ। मलाई मन पऱ्यो भने तपाईँलाई मनपर्छ भने जरुरी हुँदैन। आउनुलाई भिजिट गर्नु होला, टेस्ट गर्नु होला कस्तो लाग्छ। हजुरलाई लोकेसन त मैले भनिसकेँ, देखाइसकेँ। 120 रुपियाँबाट स्टार्ट हुने रहेछ। दिस मच फर टुडे। थ्याङ्क यू सो मच। बाई बाई।